रूपमा चाहिँ एपोइन्टमेन्ट लिएर खिलदार जैमिला भेटे। श्रीमान तपाईँ यो गल्ती चाहिँ कहिले पनि कुनै हालतमा नगर्नुहोस्, यो कलङ्कको कुरा हुन्छ। बरु तपाईँ प्रधानमन्त्री, अब दलहरू जे दिन पनि तयार थिए, बरु मलाई प्रधानमन्त्री भयो भने गर्छु, अध्यक्षमा हुँदैन भन्नेमा तपाईँ अड्डी कस्नुहोस्, बाहिरबाट हामी लडौँला, तर तपाईँ यो प्रधान न्यायाधीश हुँदै कार्यकारी प्रमुख चाहिँ नभइदिनुहोस् भनेको उहाँ मान्नुभयो। दुईटै पद लिनुभयो, अत्यन्त आलोचित र विवादित भयो त्यो विषय। अन्त्यमा उहाँले त्यो दिन राजीनामा दिनुभयो, जुन दिन मन्त्री पदको अध्यक्षताबाट पनि राजीनामा दिनुभयो। यस्तो गरिदिनु उहाँ। अब शक्ति पृथकीकरणको सिद्धान्तबाट हेर्दाखेरि अब कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका भनेको नियन्त्रण र सन्तुलनको सिद्धान्तबाट चलेका हुन्छन्। एकले अर्कालाई निगरानी गर्नुपर्छ भन्ने मान्यता हुन्छ, तर उहाँले त्यो मानिदिनु भएन। दुईटा एक ठाउँमा बसिदिनु भयो। अब प्रधानमन्त्रीको मूलतोलको आधारमा कुनै वर्चस्व नहुने, यसरी हाम्रो राज्य प्रणाली शिथिल कमजोर हुँदै 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 आजको अवस्थामा आयो। अब अहिले यी तीनजना वरिष्ठ न्यायाधीशहरूले थाहा पाए होला अन्याय भयो भने कसरी मुटु दुख्दो रहेछ। 3 दिन अगाडिको पत्रिकाको हेडिङ के थियो भने एकजना बुढी मान्छे कास्कीबाट मुद्दा लड्न सर्वोच्च अदालत आउन थालेको 15-20 वर्ष भएको थियो। 15 चोटि मुद्दाको पेशी सरेको थियो। यसपटकको यो बवन्डरले गर्दाखेरि फेरि पेशी सर्यो र उहाँ फर्केर कास्की जानको लागि अब म ढुङ्ग्री बेच्छु र चाहिँ घर जान्छु, मुद्दा लड्ने पैसा छैन, म के गर्नु भनेर छाती पिटी पिटी रुँदै हुनुहुन्थ्यो। धिक्कार होस् यसको राज्य व्यवस्था, यसको न्यायिक प्रणाली, यी न्यायाधीशहरू, यिनीहरूलाई हामीले न्यायाधीशलाई श्रीमान भन्नुपर्ने, तर यस्तो किसिमको न्याय प्रणाली हामीले भोग्नुपर्ने। अब अहिले सपना प्रधान मलाई सहानुभूति छ, किनभने त्यो गल्ती उहाँको छैन, दलहरूको गल्ती हो। पहिला सांसद बनाउने, त्यसपछि न्यायाधीश बनाउने, अनि वरियता मिच्ने,